Alright gang, अब यस्तै बस्दा चाहिँ कस्तो हुन्छ ओइ ल दामी देख्दै रहेछ हौ ए कस्तो आवाज हेर्दिम ल सबजनाले कमेन्ट गरौँ त ग्याङ कस्तो लाग्छ ओइ दामी देखिरहेछ क्या हो म पनि अब भ्लगर ओइ खाली 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 कुदा मासाले सेट्स भ्याली ग्याङ पानी पर्छ जस्तो कस्तो मजा आउने रहेछ ओए जिन्दगीमा तर पानी पऱ्यो क्या पानी चाहिँ पऱ्यो क्या मासाले चिस हुने भयो क्या ओए तर दामी देखिरह होला ग्याङ अगाडिको भ्यू कस्तो देखिरहेको छ गाइस सबजना कमेन्ट गरौँ ल ओए कस्तो दामी खोजाउने रहेछ होला दामी देखिरहेछ है ओए धेरै कुदे अब बिस्तारै कुदाउनु पर्ने हुन्छ ल धेरै स्पिड कुदाउनु हुन्न क्या अब आजभोलि त अनलाइनको जमाना छ नि त होइन पुरा अहिले त क्यामेराले सबै त्यो क्याप्चर गरेर सबै नम्बर प्लेट एप सबै डटफट उयो गरिदिनु रहेछ कि तर मैले त कुदानी छैन र त अलिक साइडमा हिँड्यौँ न ल ओ बा केटी साइडबाट जान्छ तल्ला के हो बा आइसक्रिम अलिक साइडमा बसेर खाइदिउँ न यति कि ल के भन्छ हौ तर्साइदिने हो ल ओए तर के भन्छ त्यो हाइवेतिर भन्दा नि यस्तो यो के भन्छ यो अलिक भिडभाडतिर चाहिँ दामी मजा आउँछ क्या दामी मजा आउँछ पड्काइदिन्छु ल्याइदिन्छु हरन बजाइ इरिटेट हानिदिन्छु होला सबजना मलाई हेर्छ त केटा हो के हो म त्यस्तो भएर भइसक्यो भने साथी कुरै छ मायाशालालाई मैले कति 6 बजे मुला पसल बन्द गर्छु चिया खाएर बस्दै गर भनेको मा आधी घन्टा भइसक्यो बसी छ यार त्यसले अब मलाई खतरा भाषण छोड्छ त्यसले मलाई हेर सही मजा आउँदैछ हौ तर म त आज क्यामेरा लिएर त छुट्टै मजा आउँदैछ नि यो गाडी फेरि कहाँ छिडाउनु लाग्यो होला यो ठाउँ ठहरमा ल्याउँछ क्या फेरि गाडी चाहिँ यस्तो छ नि ल्याङ हान्छ त्यो गाडीले त ल्याङ ल अब बालिन सरकारजी अब यहाँनिर पनि ठुलोभन्दा ठुलो रोड बनाइदिनु पर्ने हुन्छ होइन किनभने अब यहाँ गल्लीमा अब यहाँ एउटा गाडी पनि छिर्नै नमिल्ने भइसकेको छ होइन सो त्यस कारणले अब ठुलो बाटो बनाइदिनु पर्ने हुन्छ बालिन सरकारजी अब आउनुपर्ने हुन्छ तपाईँ ल मलाई पो हेर्छ त फर्की हेर्छ त मलाई त हो फर्की नहेर मलाई पानी नपर्दै त हुने पानी परेर पो ल्याङ भयो क्या क्योमा बुक्सको बिचमा ट्याटु हानेछ त ओइ र केटीहरूले त्यस्तो ट्याटु स्याटु हान्नु थाल्यो भने त म्यासले बिचबाट फुट्ने गरेर हान्छु नि म बात त सही अब यहाँ जाम हेऱ्यो त्यस्तै उता जाम त्यस्तै खोइ हामी पनि छिडौँ न खोइ त यार ल छिड्नै नदिनु भयो यार म पनि जानै दिँदैन त कस्तो यता चाहिँ जहिले बेलुका भयो जहिले भिडभाड क्या लामो ओइ लाभ हौ फेरि केटाहरू के गर्दैछौ लाभ हौ भाइ क्या हो त्यो लाभ भाइसक्यो जस्तो त्यो मा आम्बो डन दिस इज फर यु यो त के हो यो यस्तो गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े भाई ल ग्याङ भेटिसकेको छ हाम्रो चाहिलो नि एकदम साथी पैसा लेन हेरौँ कसो भने पैसा मुजी बस्ने कि नेट हुने ठाउँमा जाने कि नेट नहुने हैन ठिक छ जा भएछ म त त्यही हो त माथि चल्दै चट्ट बसेर खाइदिम ए मुजी फेरि पैसा छैन मुजी महँगोतिर लाने काम नगर्न मुजी मेरो भाइ महँगोतिर लाने काम नगर्न चिन्ता नगर्नु मेरो भाइ
पैसा तिर्ने तैँले हो हेर होइन अरू कुरो थाहा भएन मलाई त मैले वाइफाई चल्ने ठाउँमा लान्छस् कि वाइफाई नचल्ने ठाउँमा लान्छस् कि त्यो तेरो इच्छा है अब सुन राई कता तेरो जक्सन कता सो ग्याङ 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 अब चाहिँ हामी त्यहाँको केटाहरूसँग चियासिया खाएर घरतर्फ लाग्दैछौँ अब चाहिँ जिन्दगीमा होइन अनि रमाइलो भयो मजा आयो अनि त्यही हो मङ्गल बजारको यात्रा बवाल भइसकेको छ ग्याङ होइन सो अब वी आर अन द वे अब घरतर्फ लाग्दैछौँ ग्याङ चिल्ल्याक्स पारमा अनि त्यही हो अलि अँध्यारो अँध्यारो छ लाइट साइट पनि छैन बिहान भर्खर म्यासलाई लाइट बनाएर आएको लाइटै नबोल्ने भइदिएछ भने साइको भयो क्या कहाँ जाने होला अब के गरी बनाउने होला ठिस भयो क्या म्या त्यत्रो 4,000 तिरेको मतलबै भएन हौ मतलबै भएन लाइट पनि बलेन लामो हुर्राइदिन्छु लामो यस्तो जसमा नाम होला है यस्तो जसमा नाम होला है ग्याङ ओ माई गास ल त्यही हो अब अहिले ग्वार्खु पुसिएपछि ट्यागको क्यामेरा आउनुहुन्छ ग्याङ यहाँ अब यस्तो मुझे भिडभाडको के खिच्नु है सबले हेरे गर्छ क्या त्यही भएर म लाजै लागेर आउँछु क्या मलाई बोल्न पनि अल्छी लाग्दो ल त्यही हो ग्याङ ओ ट्याटु त दामी छ त ग्याङ हामी पनि यहाँनिर के भन्छ उयो सायरी पढिदिनु पर्छ क्या हो दोलखा दर्शन रे हाम्रो डोन्ट टच मी हे भाइ अब डटफट भाग्नु पर्ने हुन्छ क्या उयो के हो यता मेला चलिरहेको छ अस्ति हामी यहाँनिर आएको हो क्या अस्ति हामी यहाँनिर आएको लामो बन्द भइसक्यो त ओए आजको क्राउड दामी रहेछ त अस्ति त म्याचलाई त्यो रोटी पिङ खेल्न गइदिउँ भनेको होइन क्या सब बन्द गरिदिएछ क्या हामी पैसा तिरेर खेल्छु फेरि खोलिदिनु एकछिन एक सर्ट खेलेर जान्छु भने नखोलिदिएर हो लामो कम गिदी भाउ त्यत्रो घरदेखि आएको म्याचलाई टाइम मात्र वेस्ट भयो क्या मेरो त्यही भएर 2 दिनमा 10 हो यस्तो मान्छे चाहिँ बबा लाग्छ क्या मलाई होइन टक्क साइड लाइट पनि बाल्ने अनि त्यहाँको हात पनि दिने क्या त्यस्तो मान्छे चाहिँ बबा लाग्छ क्या मलाई अनि पो हो त्यस्तोलाई चाहिँ हुन्छ क्या रुल्स रेगुलेसन्स भनेको ग्याङ होइन म्याचलाई कोही त म्याचलाई यता जानुपर्छ यतापट्टिको साइड लाइट बालेर बस्छ के हो रिस उठ्छ हौ कहिले काहीँ त भगा साला भगा एक्लै कराउन नि मजा आउने केटा हो है एक्लै हिँड्न नि मजा आउने होइन बिन्दास क्या बिन्दास मजा आउने क्या एक्लै चाहिँ एक्लै हुनलाई नि अब यस्तो चाहियो केटा हो यस्तो त्यही भएर केटा पैसा कमाउनु पर्छ है जिन्दगीमा जेसुकै नकमाए पनि पैसा र नाम चाहिँ डेन्जर कमाउनु पर्छ है ग्याङ अरू भने त्यस्तै हो ग्याङ रन्का बुधे रन्का पैसा हुन्छ प्लस साले उडाइदिन्छु ड्याङ तर केटा हो बाइक जस्तै कुदाए पनि अनकन्ट्रोल हुने गरेर चाहिँ कहिले पनि नकुदाऊ है आफ्नो ज्यानको पनि ख्याल राख्नुपर्छ ग्याङ है किनभने लाइफ धेरै लामो छ त्यही भएर केटा हो आफ्नो ज्यान उयसमा राखेर कहिले पनि नकुदाऊ आनन्दले कुदाउने हो क्या केटा हो आनन्दले कुदाउने हो क्या बुझ्नु गाई चिल हो क्या चिल यसरी कुकुरहरू आयो भने म हानिदिन्छु क्या हानिदिन्छु रेस एन्ड्रकसँग रेस Oh my gosh जुनै पैसा गरे पनि पैसा हुन्छ प्लस तर ओइमा कस्तो आज कस्तो बवाल रमाइलो लागिरहेछ क्या ग्याङ है मजा आइरहेछ क्या आजको दिनै बवाल भइरहेछ क्या रेस खेल्यो
यो अन्त यस्तो आज बवाल मजा आइरहेको छ भने तर कसम भने आज बब्बाल रोइला भइरहेछ क्या वे दामी 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 वे म पनि यस्तो डेन्जर कुदाउँछु भने लामो आम्बो कस्तो मजा आइदिएको हौ माछ दामी दामी दा एक माथि घुमेर आइदिनु होइन माछाले वे दामी 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 सही मजा आइरहेछ क्या सही मजा रणमतीको बान लाभ दामी 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 यस्तो मेरो चाट पो कति छ कुनी चाट पो सक्यो कि क्या होला अब दामी भने दामी ओइ के हो मा घरिघरि भुरभुर गर्छ त लामो पेट्रोल सक्यो क्या हो बिहान भर्खर 400 कतिको हालेको हो लामो दामी 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 बवाल रोइला हुँदैछ हौ अब पैसा सैसा छैन माछालाई यो अब भएको तेल सकाउने है बस्ने अब काम के छ माछाले वे दामी 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 कसम क्या रमाइलो लागिरहेछ हौ आज मलाई आज फेरि दुनियाँ छुट्टै छ मेरो भने कसम बवाल क्या वे ल ल ल ल वे कुद्छ त कुद्छ त कुद्छ त माछ कुद्छ त वे आम्बो दामी 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 बवाल 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 ल आम्बो यहाँ के भएछ सबै उयो भएछ क्या ट्राफिक साफिक आएर बसेको छ त ग्याङ के भयो त्यहाँ ल ग्याङ अब हामी यहाँबाट चाहिँ फर्किनै पर्ने हुन्छ होइन किनभने अब तेल छैन मलाई भोलि कामसाम जानु पर्यो होइन कामसाम जानु त पर्यो अनि त्यही भएर अब भोलि कामसाम जानुपर्छ अब तेल सेल पनि छैन अब भएको तेल सकायो बस्यो यी अब लडा लसुन यस्तै हो क्या अब के होइन अब एक्सिडेन्ट भयो जस्तो क्या हो एक्सिडेन्ट भयो जस्तो अनि त्यही भएर ल त्यही हो ग्याङ अब म चाहिँ आफ्नो घरतर्फ आइसकेको छ है केटाहरू के गर्दैछ आम्मामा केटाहरू के गर्दैछ यहाँ केटाहरू के गर्दैछ छैन जस्तो केटाहरू खोइ त लास्ट अब घर जाने अब घर जानु पर्यो हुन्छ ग्याङ ग्याङ डटफट पारामा होइन आम्बो वे बाइक त कुद्छ त कुद्छ त दामी कुद्छ त हो लाम्स वे दामी 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 वे आम्बो बाइक कुदेको लामो डेन्जर 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 अति बवाल आज कसम बवाल मजा आइदिएर हौ मेरो भाइ मेरो यो चाहिँ ठुलममीको छोरा ए रेस खेल्छस् तँ माछा मसँग रेस खेल्छस् आइज तँ मसँग रेस खेल्ने तँ मसँग रेस ओए माछाले रड्ने तँ मसँग रेस खेल्ने कतिको स्पिड कुद्यो यो लामो माछाले गाक्यो बाइक त बुझी डल्लो कुद्छ त लामो ओ लाइट बिग्रियो मेरो वे म त अति पागल भयो यार मार्छ यस्तो तालले मर्छ यार अब चल्नु पर्ने हुन्छ घरतिर